नमस्कार, म काठमाडौँ क्लिनिक अफ कस्मेटिक सर्जरीबाट प्लास्टिक सर्जन डाक्टर सुयोग मैनाली। आज म तपाईहरुलाई लेजर हेयर रिमुभलको बारेमा केही भन्न चाहन्छु। तपाईहरु स्पेशली महिला मित्रहरुलाई एभ्री वीक, एभ्री फ्यु डेज भन्छ नि थ्रेडिङ गर्ने, वैक्सिङ गर्ने त्यो झन्झट सबैलाई भएकै हो। सबैजनाको चाहना हुन्छ आफ्नो भएको रौँहरु चाहिँ कहिले पनि नआउने गरेर सधैँभरि स्मुथ एन्ड हेयरलेस स्किन बनाउँ भन्ने। त्यसको लागि धेरै पहिले नै लगभग 1982-83 तिर अमेरिकामा FDA फुड एन्ड ड्रग एडमिनिस्ट्रेसनबाट चाहिँ एप्रुभल भइसकेको लेजर हेयर रिमुभल भन्ने प्रविधि धेरै पहिला नै नेपाल बाहिर चाहिँ पहिलादेखि भइरहेको कुरा हो। अहिले नेपालमा पनि बिस्तारै यो कुरा भित्रिरहेको छ। त्यो मध्ये हामीले काठमाडौँ क्लिनिक अफ कस्मेटिक सर्जरीमा पनि यो कुरालाई एकदमै धेरै ध्यान दिएर एकदम फोकस गरेर हाम्रो कस्टमर्सहरु, हाम्रो क्लाइन्ट्सहरु, हाम्रो पेशेन्ट्सहरु जो हुनुहुन्छ उहाँहरूलाई यो सर्भिस प्रदान गर्ने कोसिस गरिरहेका छौँ। लेजर हेयर रिमुभल भन्नाले के मानसिकता छ भन्दाखेरि लेजर गर्यो भने क्यान्सर हुन्छ, पछि कुनै नकारात्मक असर पर्छ भन्ने जुन छ नि त्यो चाहिँ हुन भएन। लगभग 30-40 वर्ष भइसक्यो संसारभरि यो लेजर हेयर रिमुभलको ट्रिटमेन्ट सबैजनाले गरिराख्नु भएको, धेरै मिलियन्स एन्ड मिलियन्स अफ पिपलले यो गरिसक्नु भएको छ। त्यो मध्ये कसैलाई पनि अहिलेसम्म न क्यान्सर भएको छ न कुनै पनि नकारात्मक असर भएको छ। तर तपाईहरुले ध्यान राख्नुपर्ने कुरा के भन्दाखेरि लेजर भन्नाले सबै लेजरहरु समान हुँदैनन्। लेजरमा पनि विभिन्न प्रकारका लेजरहरु हुन्छन्। नेपालमा र संसारभरि प्रयोग भइरहेका 3-4 प्रकारका लेजरहरु छन्। एउटा भनिन्छ आइपिएल, इन्टेन्स पल्स लाइट, एउटा याग लेजर, लङ पल्स वाला याग लेजर एउटा त्यो भयो। अर्को चाहिँ अलेक्जेन्ड्राइट लेजर भनिन्छ अनि अर्को चाहिँ डायोड लेजर भनिन्छ। तिनीहरु मध्ये सबैभन्दा इफेक्टिभ चाहिँ अलेक्जेन्ड्राइट लेजर भन्ने हुन्छ। तर त्यो हामी नेपालीहरुको छाला जुन फ्रिजब्याटेड स्किन टाइप भनेर 1 देखि 6 सम्म एउटा क्लासिफिकेसन हुन्छ हैन। त्यसमा चाहिँ नेपालीहरुको स्किन टाइप चाहिँ 3, 4, 5 है, म्याक्सिमम 6 भन्दा पनि 3, 4, 5। अनि अलेक्जेन्ड्राइट लेजर भनेको चाहिँ जुन चाहिँ नर्वे, स्विडेन, यिनीहरु स्क्यान्डिनेभिया कन्ट्री भन्छ नि, जुन उनीहरुको चाहिँ एकदम पातलो एकदमै गोरो छाला उनीहरुमा प्रयोग हुने चाहिँ यो अलेक्जेन्ड्राइट लेजर सबैभन्दा इफेक्टिभ हुन्छ। तर हामी नेपालीहरुको छाला भनेको 4 र 5, 3, 4, 5 त्यसको लागि चाहिँ अलेक्जेन्ड्राइट लेजर ठिक हुँदैन। त्यसको लागि सबैभन्दा इफेक्टिभ चाहिँ यो डायोड लेजर जुन अहिले सबैभन्दा प्रचलित हो। अमेरिकामा पनि त्यही प्रयोग हुन्छ, अस्ट्रेलियामा पनि त्यही प्रयोग हुन्छ। हामीले पनि एकदम रिसेन्टली नेपालमा पनि भित्राएका छौँ। त्यो भन्दा अर्को चाहिँ आइपिएल भन्ने हुन्छ, इन्टेन्स पल्स लाइट। अहिले नेपालमा भएका धेरैवटा क्लिनिकहरूले चाहिँ इन्टेन्स पल्स लाइट प्रयोग गरिरहेका हुन्छन् हैन, जुन चाहिँ साँच्चै भन्दाखेरि लेजर पनि होइन। हेयर रिमुभलमा इफेक्टिभ हुन्छ तर जुन अरू लेजरहरु जति इफेक्टिभ हुन्छ त्यति इफेक्टिभ हुँदैन। यो चाहिँ धेरैवटा ट्रिटमेन्टमा युज हुन्छ, जस्तो कि डन्डीफोरको ट्रिटमेन्टमा युज हुन्छ, चायापोतोको ट्रिटमेन्टमा युज हुन्छ। तर लाइक कस्तो भन्दाखेरि सबै कुरामा प्रयोग हुने तर हेयर रिमुभलको लागि ठिकै। अनि तपाईहरुले मलाई प्रश्न सोध्नु होला लेजर हेयर रिमुभलको फाइदा र बेफाइदाहरू के हुन् है। फाइदाहरू भनेको अब तपाईले गर्नुहुन्छ लेजर हेयर रिमुभल गर्नुहुन्छ, त्यसपछि तपाईले न वैक्सिङ गर्नुपर्छ न तपाईले थ्रेडिङ गर्नुपर्छ भन्छ नि, तपाईको छाला एकदमै स्मुथ हुन्छ नि, हेयरलेस, रौँहरु नभएको त्यस्तो प्रकारको हुन्छ। तर अब यसको बेफाइदाहरू के भन्दाखेरि एकपल्ट गरेर हुँदैन है, धेरै पटक गर्नुपर्छ। प्रत्येक पटक तपाईले गर्दाखेरि अराउन्ड 15 to 20% रौँ चाहिँ हराउँदै जान्छ। भनेपछि तपाईले राम्रो रिजल्टको लागि करिब 7 चोटि त गर्नै पर्छ। अनि गरेपछि पनि कहिले नआउने भन्ने हुँदैन। अब जस्तो कि अब तपाईहरुले वैक्सिङ गर्नुहुन्छ, एकचोटि गर्यो 15 दिनपछि 1 महिनापछि फेरि जस्ता जस्तै भएर आउँछ। तर लेजर हेयर रिमुभल गर्दा के हुन्छ भन्दा एकचोटि गर्नुभयो, अर्कोचोटि त्यो भन्दा कम भएर आउँछ, त्यसपछि फेरि गर्नुभयो, कम हुँदै आउँछ।
कुनै बेला यस्तो आउँछ 7 चोटि 8 चोटि तपाईँले गरिसक्नु भएपछि एकदमै कम मात्रामा अलिअलि रङहरू आउँछ। अब त्यसको लागि तपाईँले फेरि लेजर हेयर रिमुभर पनि गर्न सक्नुहुन्छ अथवा तपाईँले आफ्नो पहिला जे गर्नुहुन्थ्यो व्याक्सिङ, थ्रेडिङ, सेडिङ जे गर्नुहुन्थ्यो त्यो पनि गर्न सक्नुहुन्छ। तर अहिलेसम्म मलाई थाहा भएअनुसार 90% मानिसहरू उहाँहरूले गर्नुभएको छ उहाँहरू एकदमै सेटिस्फाइड हुनुहुन्छ। जस्तो कि तपाईँले अब महिनाको 2 चोटि थ्रेडिङ गर्नु पर्थ्यो, व्याक्सिङ गर्नु पर्थ्यो भने लेजर हेयर रिमुभल गरेपछि जम्मा 2 महिनामा 1 चोटि गर्नु पर्ला अथवा जति टाइम हुँदै गयो। यो एउटा कन्टिन्युअस प्रोसेस हो। मैले भन्न खोजेको चाहिँ 1 चोटि गर्दैमा तपाईँको सबै जान्छ अनि कहिले पनि आउँदैन भन्ने होइन। धेरैचोटि गर्दै जाने अनि बिस्तारै बिस्तारै कम हुँदै जाने हो अनि लास्टमा गएर तपाईँको रौँहरू फेरि आउन हुन्छ नि एकदमै कम भएर अलमोस्ट धेरैजनाको त कहिले पनि आउँदैन। यदि अलि आए पनि पहिलाको जस्तो कहिले पनि हुँदैन। एराउन्ड 80 to 90% कम्प्लिटली जान्छ। अनि धेरैजनाले मलाई सोध्नुहुन्छ यसको साइड इफेक्टहरू के हुन्छ भनेर है। साइड इफेक्टमा चाहिँ अब छाला रातो हुने हुन्छ नि, पिएच भन्छ, अनि त्यसपछि हाइपर पिगमेन्टेसन भन्छ, हाइपोपिगमेन्टेसन भन्छ हैन, छालाको रङ चेन्ज हुने। त्यो भनेको चाहिँ कस्तोमा हुन्छ भन्दा तपाईहरु एकदमै घाममा डढेको कालो छाला लिएर आउनुभयो भने त्यसमा चाहिँ यो हुन सक्ने सम्भावना हुन्छ। अर्को चाहिँ लेजरको प्रपर सेटिङ्सहरु नमिलाएर गर्यो भने, जुन चाहिँ अहिले अब नेपालमा धेरै ठाउँमा लेजर ट्रिटमेन्टहरु भइरहेको हुन्छ, लेजर रिमुभल भनेर धेरै ठाउँमा राखिरहेको हुन्छ, न त्यहाँ डाक्टरहरूले गर्छ न त्यहाँ ट्रेनिङ भएको मान्छेहरूले गर्छ हैन। त्यस्तोमा गएर गर्दाखेरि चाहिँ लेजरको सेटिङहरु नमिल्दाखेरि तपाईको छालामा नकारात्मक असर पर्ने सम्भावना बढी हुन्छ। हामीले गर्दाखेरि चाहिँ कस्तो भन्दाखेरि एकचोटी हामीले टेस्ट गरेर छालामा नकारात्मक असर पर्छ कि पर्दैन भनेर हेरेर त्यसको रिजल्ट हेरेर त्यसपछि मात्रै गर्छौं हैन। त्यही भएर तपाई ढुक्क भएर यसमा चाहिँ केही पनि साइड इफेक्ट छैन भनेर हामी कहाँ आउँदाखेरि चाहिँ त्यो सोचेर आउन सक्नुहुन्छ। अनि अब तपाईहरुलाई एकदम जिज्ञासा लागिरहेको होला हैन, एकदम प्रश्न सोध्न मन लागिरहेको होला हैन, लेजर गर्दाखेरि त दुख्छ होला नि हैन। त्यो म तपाईहरुलाई एकैछिनपछि एउटा भिडियोमा देखाउँछु। हाम्रो लाइभ एउटा पेशेन्टलाई राखेर हामी भिडियो खिच्छौं, न दुख्छ न त्यसमा हुन्छ नि तपाईले व्याक्सिङ गर्दाखेरि कतिको दुख्छ त्यो भन्दा धेरै नै कम दुख्छ, अलिअलि तातो भएको जस्तो मात्रै है। अनि रिजल्ट चाहिँ व्याक्सिङ भन्दा धेरै राम्रो। अब म स्टार्ट गर्छु लेजर हेयर रिमुभल। हाम्रो यो डायोड लेजर हामी चाहिँ प्रयोग गर्ने चाहिँ डायोड लेजर हो। अनि मैले उहाँको खुट्टामा, पेसेन्टको खुट्टामा जेलहरू लगाएर सबै रेडी गरिसकेँ। अब म स्टार्ट गर्छु लेजर हेयर रिमुभलको प्रोसेस। तपाईहरु देख्दै हुनुहुन्छ उहाँलाई दुखाइ पनि भएको छैन। हामीले सबै उहाँको खुट्टामा अहिले गरिरहेका छौँ। सबैतिर उहाँको जुन रङहरू छन् रङको जराहरूलाई लेजरद्वारा मार्ने प्रक्रियामा दुखिरहेको छैन नि?
तपाईँहरूले देखिहाल्नुभयो भर्खरै हाम्रो लेजर हेयर रिमुभलको भिडियो। हामी चाहिँ जहिले पनि डायोड लेजर हेयर रिमुभल भन्ने प्रयोग गर्छौँ। त्यसमा चाहिँ अरू लेजरभन्दा नेपाली छालाको लागि सबैभन्दा सुहाउँदो, साइड इफेक्टको चान्स चाहिँ सम्भावना एकदमै कम अनि सबैभन्दा इफेक्टिभ नेपाली छालाको लागि। भर्खरै तपाईँले देख्नुभयो, न हाम्रो पेसेन्टलाई कुनै पेन भएको थियो, न उहाँलाई कुनै दुखेको थियो। अब उहाँले यही ट्रिटमेन्ट 6 चोटि 7 चोटि गर्नुहुन्छ। त्यसपछि न उहाँले व्याक्सिङ गर्नुपर्छ, न उहाँले थ्रेडिङ गर्नुपर्छ, न उहाँले सेभ गर्नुपर्छ। तपाईँलाई पनि यो कुरामा कुनै थप जानकारी चाहिन्छ भने हाम्रो काठमाडौँ क्लिनिक अफ कस्मेटिक सर्जरी, फोन नम्बर 01477104 अथवा 9860777206 मा कल गरेर बुझ्न सक्नुहुन्छ। यो कुरा चाहिँ तपाईँहरूले यहाँ तल कमेन्टमा देख्न सक्नुहुन्छ। यहाँ तल हाम्रो डिस्क्रिप्सन जुन छ त्यसमा गएर तपाईँहरूले फोन नम्बर र हाम्रो एड्रेसहरू सबै कुरा यहाँ तल देख्न सक्नुहुन्छ। हामी अर्को हप्ता फेरि यस्तै कुनै राम्रो जानकारी साथ, यस्तै राम्रो कुनै छाला सम्बन्धी ट्रिटमेन्टको बारेमा एउटा अर्को भिडियो लिएर आउनेछौँ। त्यतिन्जेलसम्ममा म डाक्टर सुयोग मैनाली बिदा चाहन्छु। नमस्ते।